गुड मर्निङ एभ्रिवान। मेरो भिडियो सुरु हुन्छ अब। नुहाए सुहाएर मेरो आमा अनि पूजापाठ गरिदियो अनि बसेको थिएँ अनि मैले भिडियो चाहिँ चालु गरिदियो अनि म आज हेराउनेवाला छु हजुरहरूलाई भिलेजको मर्निङ भ्यू। हेर्नु कति शान्त भ्यू छ। यताको चिडियाको आवाज सुनेर चाहिँ हामीहरूको त्यो मर्निङ हुन्छ। कति राम्रो हुन्छ नि, पुरा फ्रेस हावा, नेचुरल हावाहरू आउँछ सिधै। अनि हेर्नु सूर्य कति राम्रो हेर्न लागिरहेछ। अनि म गइरहेको छु अब खाना पकाउने। चिया बनाएर खायो, सबैलाई खुवायो अनि अब गइरहेको छु। अनि यो हेर्नु मेरो न्यू स्कुटी ब्याट्रीवाला छ। त्यो दिन मैले हेराउन सकेन, त्यही भएर यो भिडियोमा म हेराइदिएँ। कस्तो छ भन्नु ल। अब म गइरहेको छु खाना पकाउनको लागि, हिँड्नुस् ल। अनि यो चाहिँ मैले सब्जी काटिरहेको छु, त्यो सैजमनको, किनकि मेरो बाबालाई, हजुरबुवालाई यो धेरै मनपर्छ यसको सब्जी। त्यही भएर म मिक्स गरेर बनाइरहेको छु। मलाई यो खासै मन पर्दैन, त्यही भएर म यसमा आलु चना अनि के भन्छ त्यो सबै मिलाएर बनाइरहेको छु। अनि हेर्नु अब बनाउँछु। अनि यो चाहिँ चुलामै हामीहरूको पाक्छ। त्यो हामीहरूको सबै कुरा चाहिँ चुलीमा नै पाक्छ, किनकि यसको खाना धेरै फाइदेमन्द हुन्छ नि, त्यही भएर चुल्हीमै नै हामीहरू पकाउँछौँ। अनि अब चाहिँ दाल पनि पाकिसक्यो। दाल चाहिँ हामी ग्यासमा पकाउँछौँ अनि त्यो अरू कुरा चाहिँ। अनि अब म प्याजमा म्याजिक गर्छु। हेर्नु म्याजिक कस्तो लाग्यो म्याजिक। अब म चाहिँ मिर्चीमा पनि म्याजिक गरिदिएँ। अब टमाटरलाई किन छोडेँ, त्यसलाई पनि म्याजिक गरिदिएँ। अब चाहिँ हाम्रो भातको पानी पनि खौल्न आँटे, त्यही भएर मैले चामल लगाइदिएँ अनि अलि यसलाई चलाइदिएँ। अनि अब चाहिँ झाँपेर यसलाई अनि आँच दिनु पर्ला, त्यही म आँच दिइरहेको छु। अनि चुलीको खाना यति राम्रो लाग्छ नि। अनि चाहिँ हाम्रो दाल पनि पाकिसक्यो अनि आमाले चाहिँ मसाला पिस्दिनुहुन्छ, किनकि मलाई त्यति राम्ररी आउँदैन। अनि यो सबैलाई चाहिँ मिक्स गरेर म सब्जी बनाउँछु। अनि बिचबिचमा दुरामा पनि हेरिरहेको छु। अनि हेर्नु कति राम्रो लागिरहेछ, चुलीमा भात पाकिरहेछ। अनि अलि चाहिँ म आफ्नो मुख पनि हेराइदिएँ। अब यता हेर्नु म दालको सुप खाइरहेको छु अनि बहिनीलाई पनि दिइरहेको छु। ल्याउ त बहिनी, होइन बहिनीले खाँदिन, उसलाई त्यति राम्रो लाग्दैन, मैले मात्रै खान्छु। बढी धेरै राम्रो लाग्छ। मर्निङमा दाल खायो भने धेरै फाइदामन्द हुन्छ, त्यही भएर खाइरहेको छु। अनि हेर्नु अब भात पनि अलिअलि पाकिसक्यो। यसलाई अलि चढाएर अनि म तिलौरी छानेर अब चाहिँ तरकारी चढाइदिएँ। अनि त्यसमा चना आलु हालेर अब चना हालिदिएँ। अब अलि आँच लगाउनु पर्छ। अनि फेरि म सबै कुरा भुजेँ अनि मसला हालेँ अनि आँगन सफा गरेँ, खिरा पनि काटेँ, खुर्सानीलाई भुजेँ अनि म नहाएँ, खुवाएँ सबैलाई अनि म पनि खाएँ। अनि गाइज मेरो भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु ल। अब म गइरहेको छु सुत्नको लागि। ओके बाई।